नेपाली सेना देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि सदा समर्पित संस्था हो। सिपाहीको बलिदान र त्यागले नै इतिहासको कालखण्डदेखि नेपाल एक स्वतन्त्र र स्वाधीन राष्ट्रको रूपमा विश्वमाझ परिचित छ। भनिन्छ देश बलियो हुन समाज र समाज बलियो हुन घर बलियो हुनु आवश्यक हुन्छ। देशको पहरेदार सिपाही तब बलियो हुन्छ जब उसमा देश प्रेम, राष्ट्र, जनता र राष्ट्रियताको भावना मन मस्तिष्क र रगतको कणकणमा गहिरो र अटल रूपमा बसेको हुन्छ। सिपाही दृढ सङ्कल्पका साथ आफ्नो जिम्मेवारी पूरा गर्न हर हमेसा तयार हुन पनि पर्दा पछाडिबाट साथ र सहयोग अपरिहार्य हुन्छ। ती सहयोगीहरू हुन् उसका परिवार, बुबा आमा, श्रीमती र समाज। सेना एउटा वर्दीधारी योद्धा हो भने उसको श्रीमती, आफन्त र समाज बिना वर्दीका पर्दा पछाडिका योद्धाहरू हुन्। यसमा पनि एउटा सिपाहीको सहयात्रीको भूमिका अझ महत्त्वपूर्ण हुन आउँछ। परिवारका सबै सदस्य सैनिक हुन्छन् भन्ने हुँदैन, तर हरेक सैनिकका परिवार देश र समाजकै नागरिक हुन्। एउटा सैनिक आफ्नो अगाडिको दुश्मन प्रतिको घृणाले भन्दा पनि आफ्नो पछाडि रहेको मातृभूमि र आफन्तहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरू प्रतिको मायाले गर्दा आफ्नो ज्यानको प्रवाह नगरी युद्धभूमिमा अगाडि बढिरहेको हुन्छ। जसरी एक सैनिक भोक प्यास, निन्द्रा, थकान र प्रतिकूल मौसमसँग लड्दै आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ, त्यसैगरी सैनिकका श्रीमतीहरूले आफ्नो श्रीमानको अनुपस्थितिमा घर, परिवार र सामाजिक जिम्मेवारी आफ्नो काँधमा उठाएका हुन्छन्। राष्ट्र र जनताको खातिर हरेक दिन कठिन भौगोलिक अवस्था र विषम हावापानीको प्रवाह नगरी हरेक मोड र विपद व्यवस्थापनका हरेक जोखिममा सैनिकहरू दिनरात नभनी खटिरहेका हुन्छन्। तर यो अदम्य साहस, यो अनुशासन, यो बलिदान केवल एक सैनिकको मात्र शक्ति नभई यो शक्ति अदृश्य रूपमा सैनिक परिवारबाट प्राप्त भइरहेको हुन्छ। म त गृहिणी नै हो। मेरो एउटा बाबु, एउटा नानी अनि बुवा आमा उहाँ गरेर हामी 6 जना परिवार छौँ। म त्यही घर दुवार चलाएको छु। बाबुले चाहिँ 12 क्लाससम्म वीरेन्द्र सैनिकमा पढ्यो अनि नानीले चाहिँ यहाँ विजेश्वरीमा पढिन्। 12सम्म नै दुईजनाले पढे। जब बच्चाहरू बिरामी हुन्थे होइन, त्यति बेला चाहिँ एकदमै आवश्यक परेको हुन्थ्यो, तर मैले त्यस्तो नगरिकन गरेँ। उहाँले पनि यसो गर उसो गर भनेर सिकाउनुहुन्थ्यो। आफ्नो देशको लागि सेवा गर्नुभएको छ, एकदमै खुसी लाग्छ। आज सैनिकका श्रीमतीहरू केवल घर परिवार भित्रको भूमिकामा मात्र सीमित नभई समाजका उदाहरणीय पात्रको रूपमा पनि परिचित रहेका छन्। एक सैनिकको दैनिकी सैन्य कलाबाट सुरु हुन्छ भने सैनिक श्रीमतीहरूको दैनिकी परिवार र समाजको जिम्मेवारी तथा कर्तव्यबोधको बीचमा गुन्जिरहेको हुन्छ। नेपाल जस्तो विकासशील राष्ट्रको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक लगायत अन्य क्षेत्रहरूमा महिलाहरूले प्राप्त गर्ने अवसर तथा अधिकारहरू पुरुषको तुलनामा न्यून भए तापनि सैनिक श्रीमतीहरू प्राप्त अवसर तथा जिम्मेवारीहरूलाई निभाउन कति पनि विचलित नभई निरन्तर कर्तव्य पथमा लागि परेका हुन्छन्। नेपाली सेनामा जागिर खाएर पश्चिमबङ्गालमा अब कहिले कहाँ सरुवा भएर जाने, कहिले कहाँ सरुवा भएर जाने, महिनामा 1-2 महिनामा कहिले 3-4 महिनामा मात्रै घरमा आउनुहुन्थ्यो। त्यतिखेर बच्चा पनि अब कहिले बिरामी भइराख्ने बच्चाहरू पनि होइन, दुःख सङ्घर्ष गरेर अब बल्ल बल्ल बच्चाहरू चाहिँ हुर्कायो। हुर्काउने साथसाथै उहाँको पनि अब 20 वर्ष अवधिमा चाहिँ जागिर पुरा भयो होइन। श्रीमानले चाहिँ पल्टनमा दुःख गरेर जागिर खाएर मिहिनेत रगत पसिना बगाएर आउनुभयो र मैले पनि घरमा चाहिँ मिहिनेत गरेर बच्चालाई हुर्काउने बढाउने गरेर चाहिँ दुईजनाको मिहिनेत र उसले चाहिँ राम्रै हुँदै आएको छ।
युद्ध लडिरहेका लडाईँका सैनिक सरह सैनिक परिवार तथा श्रीमतीहरू पर्दा पछाडि आआफ्नो जिम्मेवारीको सङ्घर्ष गरिरहेका हुन्छन्। जुन सङ्घर्ष एक सैनिकको सफलता र उसले निभाउने राष्ट्रप्रतिको जिम्मेवारीसँग गाँसिएको हुन्छ। सैनिक परिवारको जिम्मेवारीमा कुनै स्वार्थ हुँदैन, हुन्छ त केवल त्याग, माया र स्नेह। राष्ट्र सेवा केवल सैनिकको मात्र योगदान होइन, उनीहरूको परिवारको पनि उत्तिकै योगदान रहेको हुन्छ। 260 वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा हजारौं परिवारले देशको लागि चुपचाप त्याग गरिरहेका छन्। हजारौं जवान र अधिकृतहरूको शक्ति उनीहरूको परिवारको ढाडस र सहनशीलताबाट प्राप्त भइरहेको हुन्छ। जुन परिवारले आफ्नो इच्छा आकांक्षालाई थाँती राखी निरन्तर रूपमा देश सेवामा अहोरात्र खटिने सिपाहीहरूलाई अभिप्रेरित गरिरहेकै हुन्छ। बाहिर जाने त धेरै छन्, अब मेरो सन्तानले चाहिँ बरु आफ्नै देशमा बसेर होइन केही गरोस् होइन, जस्तो उसको बाबाले गर्नुभयो त्यस्तै उसले पनि गरेर होइन देशमा आफ्नो नाम कमाओस् होइन, उसको बाबाले गरेर जस्तै उसले पनि त्यो देखिरहेको थियो नि त आफ्नो बाबाले गरे मेहनत, दुःख होइन, साथै सुख पनि सबै देखाएको छ नि त उनीहरूले। अनि उनीहरू चाहिँ प्रेरित नै छन् त्यसप्रति। बच्चाको आमा भनौँ न, एउटा सास ससुरा भएको बुहारी, एउटा सेनाको श्रीमती भनौँ न, अब त्यो सबै कुरामा वहन गर्दा मलाई त्यस्तो गाह्रो परेन। उहाँको साथ सपोर्ट पनि मैले पाएँ। सुख दुःख दुइटै हुन्छ मान्छेको जिन्दगीमा होइन, दुइटै पाटो हुन्छन् होइन, कहिले सुख आउँछन् कहिले दुःख आउँछन्, तर श्रीमानको पनि साथ सपोर्ट पाएँ मैले होइन, दुःखलाई पनि मैले सराबर लगेँ, सुख पनि मैले भोगेँ। नेपाली सेना भनेकै इमानदार, अनुशासित र निस्वार्थ राष्ट्र प्रेमको पर्याय हो। उसले सुख दुःखमा रमाउँदै सबैसँग सौहार्दपूर्ण व्यवहार गर्न जानेको हुन्छ। त्यसैले सैनिक परिवार विशेष गरी श्रीमतीले श्रीमान राष्ट्र सेवामा समर्पित भइरहँदा धेरै चुनौतीहरूको सामना गरिरहेका हुन्छन्। घरबाट टाढा भई चाडपर्वमा घर आउन नपाउने, दुर्गम स्थान र कार्य व्यस्तताको कारण सम्पर्क नहुने अवस्था, बाल बच्चा एक्लै हुर्काउनु पर्ने बाध्यता लगायत कर्तव्य पालनाको सिलसिलामा हुन सक्ने आकस्मिक घटना तथा खबरहरूले सधैँ मानसिक तनावको स्थिति पैदा भइरहने अवस्थामा पनि उनीहरू सधैँ स्थिर र संयमित रहन्छन्, किनकि उनीहरूमा दृढ विश्वास र गर्व रहेको हुन्छ सैनिक परिवार हुनुमा। हाल नेपाली सेनामा महिला सैनिकहरूको सहभागिता उल्लेख्य रूपमा वृद्धि भएको पाइन्छ। महिलाहरू एक गृहिणीको रूपमा मात्र सीमित नभई त्योभन्दा माथि उठेर राष्ट्र सेवामा समर्पित हुने चुनौतीलाई अवसरको रूपमा लिँदै आएको पाइन्छ। आफ्नो श्रीमती, छोरी, बुहारी सैनिक पेसामा आबद्ध हुनुमा पक्कै पनि श्रीमान तथा घर परिवारहरूमा गर्व महसुस हुन्छ। नेपाली सेना जस्तो एउटा इतिहास भएको, एउटा गौरव भएको र संस्थामा आबद्ध हुनुभएको छ। उहाँको त्यो नेपाली सेनाबाट जुन उहाँको चाहिँ एउटा पर्सनालिटी डेभलप भएको छ, त्यसले हाम्रो व्यक्तिगत जीवनमा पनि एकदम पोजिटिभ हजुरको चाहिँ भाइब्सहरू दिइरहेको छ र पोजिटिभ नै त्यसको चाहिँ इफेक्टहरू छ। समाजमा एउटा लेडिज मान्छे आजकल धेरैजना जागिरे त हुनुहुन्छ, तर त्यसमाथि पनि नेपाली सेनामा जागिर भएको लेडिज मान्छेको आफ्नै इज्जत छ। एउटा नेपाली सेनामा आबद्ध व्यक्तिलाई मेरो जीवन सङ्गिनी भन्न पाउँदा म भित्रदेखि नै एकदमै गौरव र प्राउड फिल गर्दछु। सेवा नै परम धर्म, सेवा नै परम तप भन्ने आदर्श वाक्यसहित पर्दा पछाडिका योद्धाको रूपमा रहेका सैनिक श्रीमतीहरूलाई आत्मनिर्भर र सशक्त बनाउने उद्देश्यले 2040 साल कार्तिक 22 गते सैनिक श्रीमती सङ्घको स्थापना भएको थियो, जसको मुख्य उद्देश्य सैनिकका परिवारहरूको समग्र विकास तथा भलाइका लागि शैक्षिक, सामाजिक तथा आर्थिक सबलीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै मानवीय सहयोग लक्षित कार्यक्रमहरूमा क्रियाशील हुने रहेको छ।
जसबाट कर्तव्य पालनामा खटिने सैनिक श्रीमानहरूलाई आफ्नो जिम्मेवारीमा कटिबद्ध रहन ऊर्जा समेत प्राप्त भएको छ। सैनिक श्रीमती सङ्घले देशका विभिन्न स्थानहरूमा सैनिकका श्रीमती तथा सैनिकका सन्ततिहरूलाई विभिन्न सिपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको छ। साथै महिला स्वरोजगार केन्द्र सैनिक श्रीमती सङ्घको अर्को आयाम हो, जसले सैनिकका श्रीमतीहरूलाई आत्मनिर्भर बनाउन योगदान गरिरहेको छ। यसका साथै शिक्षा, स्वास्थ्य, विपदमा राहत वितरण तथा विभिन्न जनहितका कार्यहरू यस सङ्घले गरिरहेको छ। एउटा सिपाही मन, वचन र कर्मले आफ्नो कर्तव्य पथमा लागिरहँदा उहाँहरूको आफ्नो परिवारप्रतिको दायित्व केही हदसम्म भए पनि कम गर्न सैनिक श्रीमती सङ्घ स्थापना कालदेखि नै सक्रिय रहँदै आइरहेको छ। मोन्टेसरी भनेको जानी पढ्ने, अब बच्चाहरूलाई होमवर्क दिन सिकाउने होला, त्यस्तोलाई मलाई लागेको थियो कि तर यहाँ आइसके पछाडि त्यो होइन रहेछ सर, एकदमै फरक रहेछ होइन। यहाँ आइसकेपछि बच्चालाई कसरी हामीले चाहिँ सुरुको अवस्थादेखि बच्चालाई कसरी क्लासमा इन गराउने, उसलाई चाहिँ बोतलहरू कहाँ कहाँ राख्न लगाउने, कसरी क्लास गर्ने, कसरी सर्कल टाइम गराउने, कसरी होमवर्क दिने, खुवाउँदाखेरि पनि हामीले चाहिँ बच्चालाई कसरी खुवाउने, कस्तो कस्तो बेलामा खुवाउने भन्ने कुराहरू पनि सिक्यो। एज अब म टिचर भएर गएँ भने म 100% आफ्नो चाहिँ नि एउटा टिचर हुनुको कर्तव्य चाहिँ म मजाले निभाउन सक्छु सर। आफूलाई त म धेरै भाग्यमानी ठानेछु कि म नेपाल सेनाको श्रीमती हुँ भनेर। पहिलेदेखि चाहिँ मलाई ब्युटिसियनप्रति एकदमै रहर थियो, म ब्युटिसियन बन्नु भनेर। बिचको टाइम चाहिँ हामीले उतैकै खेर फाल्नुभन्दा बेटर यहाँ आएर हामी केही सिक्न पाएको भनेर म धेरै खुसी छु सर। र आफ्नो परिवारलाई चाहिँ अगाडि केही सपोर्ट गर्नलाई चाहिँ हामीलाई एकदमै राम्रो चाहिँ सहयोग भएको छ। सैनिक श्रीमती सङ्घले सैनिक परिवार लगायत विपदमा परेका स्थानीय जनताहरूमा समेत विभिन्न राहत सहयोग उपलब्ध गराउनुका साथै सामाजिक उत्थानका लागि विविध सामाजिक कार्य मार्फत सैनिक तथा गैर सैनिक परिवारको सहयोगी र भरपर्दो सारथीको रूपमा कार्य गरिरहेको छ। समग्रमा एक सैनिक तब मात्र आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छ जब उसले आफ्नो घर परिवार, इष्टमित्र, साथीभाइ सबैको निस्वार्थ साथ, सहयोग र माया प्राप्त गर्दछ। सिपाही तब सफल हुन्छ जब उसका छोराछोरी एक देशभक्त, अनुशासित र कर्तव्यपरायणका साथै आफ्नो बुबा आमाको अनुपस्थितिमा समेत परिपक्व, देशको लागि कर्णधार र भविष्य बन्दछन्। म भन्दा पनि म आफ्नो बुवाको नामले चिन्नी नपाउँदा चाहिँ एकदमै खुसी र गर्व लाग्छ। आफ्नो पुर्खाहरू सबैजना आर्मी पुलिसमा भएको कारणले चाहिँ मलाई पनि जम जस्तो चाहिँ लागेको थियो। तर बुवा मामु एकदमै सपोर्टिभ भइसन्थ्यो मेरो डिसिजनमा। जस्तै मिस नेपालमा जान्छु भन्दा पनि एकदमै सपोर्टिभ भएर सपोर्ट गर्छु मेरो एन्टायर फ्यामिलीले। सो एकदमै सपोर्ट पाएको छु मेरो करियरमा चाहिँ मेरो बुवा र मामुबाट चाहिँ। मैले मेरो पनि कति प्राय भिडियोजमा नवल सरको छोरीको हो भनेर आइरहेको हुन्छ, कमेन्ट्स देखिरहेको हुन्छु मैले अडियन्सबाट। सो त्यस्तो देख्न पाउँदा चाहिँ अब मेरो बुवाको छोरी भनेर मैले चिनिरहेको छु भनेर चाहिँ एकदम गर्व महसुस हुन्छ र उहाँको लेगेसी चाहिँ यसरी नै कन्टिन्यू होस् भन्ने मेरो इच्छा छ। बुवा चाहिँ एकदमै देशभक्त, आफ्नो परिवारभन्दा पनि देश अगाडि हो भनेर भनिराखिन्छ होइन। अब त्यो सुन्दै बच्चैदेखि त्यो सुन्दै आएर चाहिँ सायद उहाँको त्यो क्वालिटी, उहाँको जुन सोच छ त्यो ममा पनि आयो जस्तो लाग्छ। त्यही भएर पनि अब मैले आर्मीमै उहाँको लेगेसी कन्टिन्यू गर्न नसके पनि अब म आफ्नै कलाकारी क्षेत्रबाट र आफ्नो यो मैले मेरो कामबाट आफूलाई देखाएको छु त्यो चाहिँ मैले आफ्नो देशलाई कसरी कन्ट्रिब्युट गर्न सक्छु भनेर चाहिँ आई थिङ्क त्यो जुन मेरो माइन्डसेट र मेरो सोच मेरो देशको लागि मैले के गर्नुपर्छ भन्ने चाहिँ पक्कै पनि मेरो बुवाबाटै आएको हो ममा। मलाई चाहिँ त्यो आर्मी फ्यामिलीमा हुर्केको कारणले चाहिँ डिसिप्लिन, टाइमको पङ्क्चुअलिटी र अनुशासन, रेस्पोन्सिबिलिटी चाहिँ त्यो ममा चाहिँ आयो। सो त्यो चाहिँ मैले मेरो बुवालाई क्रेडिट दिनुपर्छ, यो सबै राम्रो क्वालिटिजमा आउनु। आमा बुबा सैनिकका पहिलो गुरु हुन् भने श्रीमती तथा श्रीमान सदैव त्याग, धैर्यता र समर्पणको पर्यायवाचीको रूपमा रहन्छन्।
परिवारको निस्वार्थ सहयोग एक सैनिकको महत्त्वपूर्ण कवचको रूपमा रही देश र जनताको सेवामा समर्पित हुन प्रेरित गर्दछ। तसर्थ आज सिपाही देश र जनताको लागि आफ्नो ज्यानको आहुति दिन पनि तयार रहन्छ, किनकि पर्दा पछाडिबाट उसले परिवारको अभिप्रेरणा, बलिदान र निष्कलङ्क अदृश्य शक्ति प्राप्त गरिरहेको हुन्छ। त्यसैले देश र जनताको खातिर खटिने सिपाही सफल हुनुमा पर्दा पछाडिका अदृश्य योद्धाको रूपमा सैनिक परिवारहरूले आफ्नो स्थान बनाउन सफल भएका छन्।